हेलो, आज चाहिँ हामी माथि लेलेको पाथिभारा जाँदैछौँ दर्शन गर्नलाई। हेलो गाइज, अहिले चाहिँ नि हामी यो झ्यालपाटीमा आइपुग्यौँ। यहाँ देख्न सक्नुहुन्छ, यो पहिला यहाँनिर चाहिँ नि यो पोखरीमा चाहिँ कमलको फुलहरू टर्ने हुन्थ्यो हैन। अहिले चाहिँ नि न पोखरी छ न कमलको फुल छ, केही छैन हैन। अनि हाम्रो म्याडम उतानिर कुदिरहनु भएको छ, कसलाई कुद्नु भएको त्यो चाहिँ थाहा छैन। अब यो बाटो तलको गयौँ भने टिका भैरव हुँदै हामी हेटौडा पुग्छौँ। सिधा अगाडि जाने हामी चाहिँ त्यहाँबाट चाहिँ लेले हुँदै पाथिभारा। यहाँबाट फेरि दुईवटा वे आउँछ। माथिको बाटो गयौँ भने मनोकामना मन्दिर, हामी चाहिँ सरस्वती कुण्ड हुँदै जानुपर्छ है। लेले कटेपछि चाहिँ प्राय बाटो यस्तै अफ रोड नै छ। मैले चाहिँ अफ रोडको खासै धेरै खिचिनँ, सो तपाईँहरूले चाहिँ अफ रोड नदेख्नु भएर चाहिँ अफ रोड छैन भनेर नसोच्नु, किनभने प्राय सबै अफ रोड नै छ बाटो। मैले चाहिँ जता जता पिच आउँछ त्यहीको मात्रै खिचिरहेको छु। अफ रोड भए पनि वेहरू राम्रो राम्रो रमाइलो वेहरू नै छ। अनि प्लस लालीगुराँसहरू पनि अलिअलि छ, त्यस्तो धेरै छैन। लालीगुराँस हेर्नु मन लाग्छ भने चाहिँ कन्जुस्याम साइड जानु होला हजुर, त्यता एकदम लालीगुराँस छ। म कुनै टाइम भयो भने त्यहाँ पुगेर भिडियो हाल्छ है लालीगुराँसको। एन्ड फाइनली हामी चाहिँ पाथिभारा मन्दिरको तल गेटमा आइपुग्यौँ। यो तल गेटदेखि चाहिँ अलिकति हिँडेर उता माथि चाहिँ हो पाथिभारा मन्दिर। कस्तो लागिरहेछ तपाईलाई? He is my dad. हामीले चाहिँ चरण सामानहरू घरमै लगेको थियौँ, चुरा पोतेहरू अनि त्यसपछि फलफुलहरू सबै हामीले चाहिँ घरबाटै बोकेर गएको थियौँ। मैले चाहिँ के सुनेको छु भने पाथिभारामा गएपछि चाहिँ त्यहाँनिर चढाएको कुराहरू चाहिँ केही पनि ल्याउनु हुँदैन अरे। जस्तै आमालाई केही चढाएको छ भने त्यो कुरा केही पनि हामीले ल्याउनु हुँदैन। त्यही जुनै मन्दिर जाँदाखेरि पनि फुल चढाउँछु, अबिर केसरी चढाउँदिनँ। प्लस यहाँ पाथिभारा मातालाई त अबिर केसरी पनि केही पनि चढाएको थिएन। एकदम सफा छ यो मन्दिर। पाथिभारा आमालाई चाहिँ एकदम सफा गरेर राखेको छ। सो हामीले केही सामान चढाउनु लगेछौँ, त्यसको कागजहरू छ भने नि बरु फिर्तै ल्याउनु होला, नभए त्यहाँ डस्टबिनहरू राखेको छ त्यहाँ फालिदिनुहोस् होला। सबैजनाको आफ्नो रमाइलो गर्ने वे हुन्छ। कसैलाई फोटो खिचेर रमाइलो गर्न मन लाग्छ, कसैलाई टिकटक बनाएर। हिँड्न सक्ने जान सक्नेहरू त जानु नै हुन्छ। जो बुढाबुढी आमा बाबा हुनुहुन्छ, जो जान सक्नु हुँदैन, उहाँहरूले पनि चित्त दुखाउनु पर्दैन, किनभनेदेखि भगवान् भनेको हाम्रो मनमा बस्नुहुन्छ। त्यसैले हामीले चाहिँ मनबाट सम्झ्यो भने पनि भगवान्ले हामीलाई हेरिदिनुहुन्छ। हामी त्यहीँ जानुपर्छ, भगवान् थानमै ढोक्नुपर्छ भन्ने छ। के हुँदैछ यहाँ? 2 महिना सिक्यो, 2 महिना के हुँदै हो यो बहिनी तिम्रो? पाथिभारा आमाले सबैको रक्षा गरून्। पाथिभारा आमा की जय। Don't forget to like, share and subscribe. Keep watching. Love you all.